आज दिनभरि मनमा लडाईँ चल्यो। घाँटी दुख्यो। हिजोको 91 भ्यू देखेर हल्का मनमा खुसी पनि लाग्यो। भोलि के बनाउने भनेर दिमाग खाली भयो। सोचेँ आज छोडिदिउँ कि, तर छोडिन। मिसन 87 भनेको नै पर्फेक्ट भिडियो बनाउने। यो त 87 दिनसम्म नछोड्ने मिसन हो। आज म क्यामेरा अगाडि उभिनु नै मेरो भिडियो हो। मेरो हार नमान्नु नै मेरो कन्टेन्ट हो। म लडेको छु, सुतेको होइन। तपाईँ पनि आज केही काममा अड्किनु भएको छ भने कमेन्टमा अड्किएँ तर छोडिन लेख्नुस्। भोलि डे 8 मा भेटौँला। अझ बलियो भएर भेटौँला। जय मिसन 87।